गुड मर्निङ सबैजनालाई। यो सानो भिडियो यो बिहानको समय सानो भिडियो बनाइरहेको छु। यो चाहिँ के हो भन्दाखेरि चाहिँ हाम्रो स्कुटी चलाउने भाइ बहिनीहरूको लागि यो भिडियो बनाइरहेको छु है। तपाईँले अलिकति राम्रोसँग सुनिदिनु। किन भन्दा चाहिँ म सिनियर दाजुभाइको लागि चाहिँ भन्दिनँ, सिनियर त सिनियरै भइहाल्छ है। र भर्खर चलाउँदै गरेको भाइ बहिनीहरूको लागि यो भिडियो बनाउँदैछु। तपाईँहरूले ओभरटेक गर्दाखेरि, हिँड्दाखेरि है, गाडी स्कुटी चलाउँदाखेरि ओभरटेक गर्दाखेरि चाहिँ अलिकति दया गरेर विचार गरेर ओभरटेक गरिदिनुहोस् ल। यस्तो ओभरटेक गरिदिन्छ कि सुई आएर चाहिँ स्वाट गाडीको अगाडि लागिदिन्छ हो। अन्त गाडीको हामी पनि त स्पिड हिँडिरहेको हुन्छ, 30-40 को स्पिड हिँडिरहेको हुन्छ, लाग्यो भने त छुट्टी हुन्छ त हो, यमराजको पास पुग्छ त। अन्त त्यो भएर चाहिँ अलिकति ओभरटेक गर्दा अलिक पर पुगेर गाडीको अगाडि गइदियो भने चाहिँ राम्रो हुन्छ। कतिजना चाहिँ जाने जस्तो ओभरटेक गरेर त्यस्तै गाडीको अगाडि चाहिँ स्वाट पसिदिन्छ कि। त्यस्तो गर्दा चाहिँ हामीले इमर्जेन्सी ब्रेक, मैले त 2-3 खेप त इमर्जेन्सी ब्रेक त्यसरी झ्याप लगाउनु परेको छ, त्यसरी ओभरटेक गरेर अगाडि पस्दाखेरि हो। त्यस कारणले गर्दाखेरि भनेको नि है। तर यो अब सबैलाई होइन है, कतिजना अब भर्खर चलाउनेहरू कतिजना त्यस्तो छ, जसले राम्रोसँगले सिकेको छैन, जसले राम्रोसँगले चलाउनु जान्दैन, पारा ल्याउँदैन है, उनीहरूको लागि भनेको है। कतिजना त अब यस्तो कुद्छ हो, कुदेर गएर चाहिँ स्वाट ओभरटेक गरेर स्वाट अगाडि पसिदिन्छ। अन्त चाहिँ अगाडि पसिदिँदा त आमा यस्तो बिजोग हुन्छ। हामीले इमर्जेन्सी ब्रेकहरू लगाइराख्नुपर्छ। त्यसको लागि भनेको है। दया गरेर तपाईँहरूले स्कुटी कुद्दा ओभरटेक गर्दा चाहिँ सोच विचार गरेर गरिदिनुहोस् भन्न म चाहिँ चाहन्छु। थ्याङ्क यू।